दर्शक महानुभावहरू गणबहादुर विकको यो आवाज रहेछ। यति दर्दनाक यो कहानी लाग्दो दृश्य तथा आवाज गणबहादुर विकको। भारी वर्षा भइरहेको छ। गणबहादुर विकको अवस्था यस्तो छ। हेर्नुहोस् दर्शकजी, हामी यतिखेर यो वर्षा भएकै समयमा गणबहादुर विकको चाहिँ आवासमा हामी पुगेका छौँ। पानी परेर बिचारा बाबुको त्यो भान्सा कोठामा चाहिँ यति गाह्रो भएको छ। हेर्नु न, यस्तो गाह्रो छ। खाना पकाउँदैछन् बाबुले। यो अवस्था छ हाम्रो सागर बाबुको। आज पानी परेर झन् त कस्तो अप्ठ्यारो छ। के छ सागर बाबु, खाना पकाउँदैछ हो? बाबा कहाँ हुनुहुन्छ? थाहा छैन। के पकाउँदैछ त्यसमा? के छ? भात छ। तरकारी के खाने हो आज? थाहा छैन। ल ल, हेर्नु त यत्रो पानी पर्दैछ बाबु। यो भान्सा कोठा उनको चाहिँ यसरी पानी परेर यसरी छ। अब यो रोल्पाको ठबाङ हो, चाहिँ रोल्पाको ठबाङ। यो सुकेको ठाउँमा चाहिँ पानी पुरै चुहिएर पानी परेर यो अवस्था चाहिँ छ। यस्तो चाहिँ पानी परेर उहाँहरू यता सुत्नुहुन्छ। हामी पानी परेकै दिन, आज तेस्रो दिनमा चाहिँ हामी सागर विक बाबु गणबहादुर विकको घरमा चाहिँ हामी पुगेका छौँ। वर्षा भइरहेको छ। यो वर्षाका कारण एकदमै गाह्रो छ। यसरी चाहिँ पानी निक्लिन्छ। हेर्नु न, यसरी चाहिँ आफ्नो सुत्ने कोठामा चाहिँ यसरी पानी बगेको छ। पानी चुहिएर कति गाह्रो छ। यसरी हेर्नु, पानी चुहिरहेको छ। यसरी चाहिँ छ। हेर्नु, यसरी चाहिँ पानी पुरै तलाउ परेको छ। हेर्नु न, यसरी चाहिँ पानीको तलाउ परेको छ। यसरी पानी परेर चुहिएर हेर्नु न, यताबाट ध्यान हुनुपर्छ। यति दर्दनाक यो कहानी लाग्दो दृश्य छ। सम्पूर्ण मनकारी महानुभावहरू, दाजुभाइ तथा दिदीबहिनीहरू सक्नुहुन्छ भने यहाँले चाहिँ थोरै भए पनि सहयोग गरिदिनुहोस्। हामीले गणबहादुर विक र आफ्नो छोरा सागर विकको चाहिँ आवास निर्माण गर्ने सोचमा छौँ। यसरी वर्षा भइरहेको छ। बाहिरको दृश्य पनि यहाँलाई देखाउँछु मैले, होइन। उहाँहरू सुत्ने कोठा चाहिँ यता हो। आफ्नो कपडा पनि यतै छोपो भएको छ, राख्नु भएको छ। पानी परेर बेजुक छ। रूपलाल बुढाथोकी हाम्रो पत्रकार, उहाँ चाहिँ यता यो चाहिँ दृश्य ल्याउँदै हुनुहुन्छ। यसरी चाहिँ पानी परेर बेजुक अवस्थामा छ। बाबुले सबैले खाना पकाउन आँटेका छन्। अहिले करिब करिब साँझ 5 बजेको छ। यो दृश्य ल्याउँदै गर्दासम्म चाहिँ यसरी चाहिँ उहाँहरूको घर बाहिरको दृश्य हो। यसरी चाहिँ छ, होइन। यही हो गणबहादुर विकको घर। आज पानी परेर एकदम चुहिएर दर्दनाक अवस्था छ। भित्रको दृश्य चाहिँ सम्पूर्ण स्वदेश तथा विदेशमा बस्नुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सक्नुहुन्छ भने थोरै भए पनि गणबहादुर विक आफ्नो छोरा सागर विकको आवास निर्माणको लागि केही सहयोग गरिदिनु हुनेछ भन्ने मैले आशा लिएको छु। यसरी पानी परेको छ। हेर्नु न, उहाँको चाहिँ आवासको अवस्था यो छ। यसरी चाहिँ दर्दनाक अवस्था छ।